पश्चिमकै युद्धभूमि गाँजाबाट आएको एक जानकारीले नेपालको हृदय कम्पन तुलायो। विपिन जोशी गाँजामा जीवित छन् भन्ने दावा, तर यो सत्य हो कि अफवाह? यो भिडियोमा हामी तथ्यको खोजी गर्नेछौँ। नेटर इजरायली समाचार माध्यमले सार्वजनिक गरेका समाचारहरू अनुसार इजरायली अधिकारीहरू आशंका व्यक्त गरेका छन् कि विपिन जोशी जीवित हुन सक्ने साथै सेप्टेम्बर 2025 मा हमासले 48 बन्दकको विदायी तस्बिर नामक तस्बिर सार्वजनिक गर्यो र त्यहाँ विपिन जोशीको तस्बिर पनि समावेश थियो भन्ने दाबी गरियो। तर यो तथ्यहरू धेरै महत्त्वपूर्ण छ। अहिलेसम्म कुनै सुनिश्चित प्रमाण भेटिएको छैन कि उनी जीवित छन्। इजरायली अधिकारीहरूले भनेका छन् कि जीवित प्रमाण नभेटिएको छ, साथै सार्वजनिक गरिएको तस्बिर प्रचार उद्देश्य हुन सक्ने विश्लेषणहरू गर्दै आएका छन्। 7 अक्टोबरमा भएको घटनालाई हेर्दा सञ्चार माध्यमले रिपोर्ट गरेको छ कि हमासले 2 ग्रेनेड फ्याँके, 1 ग्रेनेड विपिन झ्यालबाट निकाल्ने प्रयास गरेका थिए र त्यसपछि उनलाई बन्धक बनाए। यदि यस्तो भयो भने यो हो बहादुरी, तर प्रमाण उहाँ कहाँ छन्? नेपाल सरकार परराष्ट्र मन्त्रालय काम गरिरहेका छन्। अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गर्दै विपिनकी आमा र बहिनीले पनि इजरायल पुगेका छन् र सार्वजनिक अपिल गरिसकेका छन्। नेटर तर विद्यार्थीमाथि विपिन एक छोरा एक भाइ हो। उनी घरमा मातापिता छन्। आमा उनका लागि हर रात प्रार्थना गर्छिन्। उनको स्थिति अनिश्चितता र पीडाले घेरिएको छ। अब हामीहरूसँग प्रश्नहरू छन्। वास्तविकता के हो? यदि उनी जीवित छन् भने अविलम्ब कदम चाल्नुपर्छ, यदि होइन भने गलत सूचना फैलिन नदिनुपर्छ। हामी समाचारलाई केवल स्वीकार्ने होइन, जिज्ञासु भएर खोज्ने नागरिक बनौँ। धन्यवाद। अब हेर्नुहोस्, तपाईँहरूले विपिन जोशी जीवित छन् भनेर गाँजाले प्रदर्शनमा ल्याएको भिडियो। From Nepal. I'm 23 years old. I came into Israel 5 days ago. It's the name It's the name Vipin Joshi. I'm from Nepal. I'm 23 years old. I came into Israel 5 days ago. I came here for Organized Laws program. I am a student. I work in agricultural farm, Cyprus and Lebanon.